हामीलाई चिनिराख्नु फेरि याद राख्नु सधैँलाई एक दिनलाई होइन अब नभएपछि आजलाई भेट्ने भोलि पर्सि त बिर्सिने गरेपछि त काम सक्यो कसो गरेर मेरो बाटो हामीले धुलो मात्रै खायौँ भट्काउनु भयो ठिकै छ तर धुलो धेर खाइयो हामीले बाटो छ हाम्रो अवस्था अलिकति दाबा भयो भने उठी बस लाग्छ 5 वर्ष भयो